लोकैछहरू हामी चाहिँ यहाँ कस्तोहरू बाँधेर घाँस काट्नु आएको घाम घामै घाम लागिरहेछ अनि 2 दिन भएको थिएन नि त घाम नलागेको अनि आज चाहिँ घाम लागिरहेछ फेरि अनि पछि घाम खाइसकेको अनि पछि हामी घाँस काट्नु आएको खाजा खायो अनि घाँस काट्नु आएको वस्तुहरू बाँध्यौँ अनि पछि घाँस काट्नु आएको यहाँ घाम लागिरहेछ अनि पछि यहाँ बारीले ठाउँ बसिरहेको छु यहाँ त खाइरहेको छु गाईको दिन अनि के खाँदैछ अनि खाँदैछ नि तपाईँ यहाँ बसिरहेको छु हामी घाँस काट्ने घर जाने माइतीले धेरै गर्नु हामी चाहिँ घाँस काट्नु लाग्नु अनि चाहिँ घाँस काट्नु आइसक्यौँ अझै अब यो रुममा चल्नु पर्ने हुँदै चल्यो अनि घाँस पकाउने हामी चाहिँ घर जाने गाईछहरू हामी चाहिँ 2 जना मात्र छौँ नि त अनि सबै छोरी गयो नि त हामीलाई हामी 2 जना मात्र छौँ तर केही छैन 2 जना भयो नि हामी निता पनि आइसक्यो घाँस काट्नु नाम पनि लिएर अनि म चाहिँ घाँस काट्नु लागेँ साथीहरू म देखिँदै छु सुनिता मेरो निकिता पनि यहाँ खेल्दैछ यहाँ के गर्दैछ हेर्नु होला गाईछहरू के गर्नु बच्चाहरूको गाईछहरू म चाहिँ रुखमै छु है घाँस त हालेको छैन यहाँ पसिना भएको छ अनि यहाँ बसिराखेको छु यस्तो छ निकिता चाहिँ यहाँ तल छ अरे त्यसो भन्नु लगाउँदैछ गाईछहरू निकिता उता तल छ म यहाँ बसिराखेको छु गर्मी भएर के गर्नु घाम लागिरहेको छ नि साथीहरू तपाईँको कतिको घाम लागिरहेको छ म चाहिँ रुखमै छु है गाईछहरू निकिता यहाँ के भन्दैछ आफ्नै पारामा छ निकिता चाहिँ अनि त्यहाँ घाँस काट्नु पस्छु फेरि अलिकति खसाउने अनि पछि पुग्छ घाँस ल है साथीहरू म चाहिँ बल्ल घाँस खसाइसकेँ घाँसहरू यता अनि तलतिर झरेको छ यति खसाएँ अब यति पुग्छ साथीहरू बल्ल खसाएँ पसिना पनि आयो खलखली भएँ म चाहिँ अब घाँस अब बट्नु लागेको छु घाँस काट्दा यति चोट लागेछ हेर्नु साथीहरू यो अलिकति भए पनि दुखिरहेछ अब म यहाँ घाँस गर्छु निकिता खेल्दैछ रुखतिर चढिँदैछ झर्नुलाई अब म यहाँ घाँस बट्नु पर्ने हुन्छ साथीहरू हेर्नु पनि छ साथीहरूले घाँस हेर्नु परेर बट्नु पर्ने हुन्छ साथीहरू के गर्नु गाउँ दिन बल्ल घाँस बिलाइसके साथीहरू बसिनै घाम पनि डुब्न लागिसक्यो अहिले भने 4:30 घाम लागिसक्यो बल्ल घाँस बटिसकेँ अब हामी छाउने गाईछहरू म चाहिँ घाँस लगेर जाँदैछु यस्तै छ जिन्दगी लगाने नभए घाँस गर्दा नै जिन्दगी जाँदो रहेछ भन्नुपर्छ गाईछहरू म त घाँस बोक्दैछु जाँदैछ जिन्दगी जिउनलाई बल्ल गोठमा घाँस बिलाएँ अनि साथीहरू उता बाख्राहरूले यहाँ खाँदैछ बाख्राले यहाँ खाँदैछ आधी बाख्रा राखेको छैन गाईहरूलाई चाहिँ यहाँ बाँधेर गएको गाईछहरू बाख्राहरूले खाँदैछ यहाँ आधी बाख्राहरू कहाँ गयो अब खोज्न जानुपर्छ रात परिसक्यो कुन बेला भात पनि पकाउनुपर्छ मेरो त बिजोग छ नि हौ साथीहरू के गर्नु घाम डुब्न लागिसक्यो हेर्नुहुन्छ यो गाईछहरू म चाहिँ गोठमै छु है गाईछहरू बाख्राले खाँदैछ म चाहिँ अब किनभने गोठमा बसिरहेको भने बाख्राहरू आज बाख्रा आउने बाँध्छ नि त अनि तिनीहरूलाई बाँधेर घाँस दिएर जानुपर्ने हुन्छ म चाहिँ अब बाख्रा गएर बाँध्ने अनि गाई बाख्रालाई घाँस दिने अनि घर जाने अनि खाना बनाउने अनि खाने पर्ने हुन्छ 6 बज्नु लागिसक्यो अब रात पर्नु लागिसक्यो छिटो अब दिन त छोटो छ नि त त्यही भएर अब झमक्कै रात परिसक्यो के गर्नु दिन लाग्ने यस्तै रहेछ।